सरकारद्वारा चलचित्र सम्बन्धी विधेयक संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पेश। मनोरञ्जनका क्षेत्रलाई अंकुश लगाउन खोजिएको भन्दै कलाकर्मीको असन्तुष्टि। संसदमा पेश भएको नीति तथा कार्यक्रम दृढतापूर्वक समर्थन गर्न प्रधानमन्त्री ओलीको आग्रह। मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुति प्रभावकारी बनाउन दलका सांसदहरूलाई निर्देशन। भारतसँगको तनावका बीच पाकिस्तानद्वारा मिसाइल परीक्षण। अस्ट्रेलियाको संसदीय निर्वाचनमा पुनः प्रधानमन्त्री एन्थोनी अल्बानिज निर्वाचित। र बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई पुलिस क्लब 1-0 गोलले पराजित। नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा। समाचार अब विस्तारमा। सुरुमा कान्तिपुर सविस्तार। कान्तिपुर सविस्तार brought to you by गर्मी हैन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम हर्लिक्सको। सरकारले चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अघिल्लो साता संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पेश गरेको छ। सो विधेयकका कतिपय प्रावधानलाई लिएर कलाकारिताको वृत्तबाट चासो व्यक्त भएको छ। कलाकारहरूले विधेयकका केही प्रावधानलाई मनोरञ्जन क्षेत्रमाथि सरकारले अंकुश लगाउने प्रयास गरेको टिप्पणी गरेका छन्। सामाजिक दृष्टिकोणले अस्वीकार्य सामग्रीलाई विधेयकले रोक्ने प्रयास सकारात्मक भएको कतिपयको बुझाइ छ। विक्रमसम्म 2026 सालमा बनेको चलचित्र ऐनलाई समय सापेक्ष परिमार्जन गरी समावेशी एवं संघीय संरचना र नयाँ प्रविधि अनुरूप बनाउन आवश्यक देखिएको भन्दै सरकारले चलचित्र सम्बन्धी विधेयक ल्याएको हो। 53 बुँदा समावेश गरिएको 21 पृष्ठको प्रस्तावित विधेयकमा चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। तर चलचित्र क्षेत्रका सरोकारवालाले भने विभिन्न विषयलाई लिएर असन्तुष्टि जनाएका छन्। चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्न आवश्यक भएको भन्दै सरकारले विधेयक ल्याए पनि अंकुश लगाउने प्रयास भएको चलचित्र निर्माता, निर्देशक तथा लेखक मनोज पण्डित बताउँछन्। उनले भने सेन्सर बोर्ड अझै कठोर बनाइदिएको छ, अझै उसँग अझै बढी अधिकार दिएको छ। चलचित्र कर्मीको भूमिका सेन्सर बोर्डमा अधिकार कटौती गरिदिएको छ। चलचित्र सेन्सर बोर्डबाट प्रमाणीकरण गरेर बाहिर आए पनि सरकारले जुनसुकै बेला पनि फिल्मलाई रोकिदिन सक्छ भनेर उसले अझै अरूको अधिकार थपिएको छ आफूलाई। मूल चिन्ता नै के हो भने यो चाहिँ मोर अंकुश सेन्ट्रिक भयो। जस्तो ऐन लिएर आएको छ, प्रस्तावित गरेको छ, त्यो चाहिँ खतरनाक छ भनेर हामीले यसको विरोध जनाइरहेका छौँ। विधेयकको 28औं बुँदामा स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनका लागि उपयुक्त भए नभएको बारेमा समेत जाँचका लागि सहसचिवको अध्यक्षतामा रहेको 6 सदस्यीय समिति गठन गर्न सक्ने प्रावधान राखिएको छ। सो व्यवस्थामाथि समेत चलचित्र कर्मीले आपत्ति जनाएका छन्। यस्तै 31औं बुँदामा समावेश गरिएको चलचित्र प्रदर्शनमा रोक लगाउन सक्ने प्रावधानलाई लिएर समेत आलोचना बढ्दै गएको छ। विधेयकले सेन्सर बोर्डलाई धेरै अधिकार दिएको कतिपयको बुझाइ छ। अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिता जस्ता क्षेत्रमा सेन्सरशिप नभए पनि चलचित्रमाथि भने सेन्सरको व्यवस्था हटाउन दुःखद भएको कलाकार एवं चलचित्र निर्माता दीपक राजगिरी बताउँछन्। मेरो आपत्ति त पहिलेदेखि नै सेन्सरमा हो। सेन्सरशिप भनेको चिज चाहिँ लाग्दैन अहिले खासमा, अरू कुनै पनि चिजमा लाग्दैन, पत्र पत्रिका प्रकाशनमा लाग्दैन, कसैले अभिव्यक्तिमा सेन्सर लाग्दैन। तर अब हाम्रो सिनेमामा चाहिँ एकदमै धेरै सेन्सरको चाहिँ असर धेरै लाग्छ। एकदमै धेरै टाइप छ सेन्सर बोर्डमा। व्यक्तिगत आपत्ति चाहिँ बढी सेन्सर बोर्डमा छ। म त भन्छु सेन्सरलाई एकदमै खुल्ला छोड्नुपर्छ। बरु म त के भन्छु भने प्रोड्युसरलाई नै जिम्मा दिनुपर्छ। यदि भोलि विवाद आए पनि यस्तो टाउकोमा भनेर छोडिदिनु। विधेयकमा टेली चलचित्रको समेत जाँच गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। सो व्यवस्थाको कतिपय टेली चलचित्र निर्माताले स्वागत गरेका छन्। लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेली चलचित्र मेरी बासैका निर्देशक तथा लेखक दिवाकर भण्डारी समाजले सहजै स्वीकार गर्न नसक्ने सामग्री बनाउने प्रवृत्तिलाई विधेयकले रोक्ने प्रयास गरेको बताउँछन्। उनले भने अब जो बात अब त्यस्तै अब तपाईले अब सोचे भन्दा अरू फरक अनुकूलकाहरू सिरियलहरू निर्माणहरू भइरहेका छन् नि, तिनीहरूको लागि पनि अंकुश लाउनु त त्यो राम्रो नै हो। किनभने हाम्रो देशको माटो भन्दा पनि हाम्रो देशले पस्ने भन्दा पनि बाहिरी उश्रृङ्खल खालका जुन भिडियोहरू अथवा टेलिफिल्महरू निर्माण गर्ने निर्माणकर्ताहरूलाई अलिकति अप्ठ्यारो पर्छ नै। त्यसमा पनि अब नेपाल सरकारको उसमा बाँधिएर काम गर्दाखेरि हामी पनि त नेपाल सरकारसँगै छौँ भन्ने हामी कलाकारहरूलाई पनि भान हुन्छ। नेपाल सरकारले बाँधेर काम गर्दा सेन्सर लाउँदाखेरि मलाई त्यसमा कुनै पनि नराम्रो होला जस्तो त लाग्दैन है सर। विधेयकमा राखिएको चलचित्र जाँच तथा प्रदर्शन सम्बन्धी व्यवस्थालाई संशोधन गर्नुपर्ने भन्दै चलचित्र कर्मीहरूले सामूहिक ऐक्यबद्धता समेत जनाइसकेका छन्। विधेयकका प्रस्तावित प्रावधानमा संशोधन नभएमा स्वतन्त्रता हनन हुने भन्दै चलचित्र निर्माता रविन्द्र सिंह बानिया सहितका 13 जनाले अंकुश लगाउने सेन्सर बोर्डको प्रावधान हटाउनु पर्ने लगायत सुझाव दिएका छन्। चलचित्र क्षेत्रसँग जोडिएका विभिन्न 8वटा संघ संस्थाले सामूहिक रूपमा विधेयकबारे सरकारलाई सुझाव दिए भने विधेयकमा नसमेटिएको चलचित्र निर्माताको गुनासो छ। निर्माता रविन्द्र सिंह बानिया भन्छन्,
कम्तीमा सरकारवाला निकायहरू सम्बन्धित संस्थाहरूलाई राखेर दिएको सुझावहरू चाहिँ कार्यान्वयन केही पनि नभएको रहेछ। मन्त्रीले त त्यो पुरै पढ्ने सुन्ने अथवा त्यो कुरालाई दिने समय पनि हुँदैन, त्यो विज्ञता पनि नहोला। तर जोलाई जिम्मा दिनु भएको छ उहाँले चाहिँ आफू खुसी चेन्ज गर्नुभएको देखियो। के कुराहरूमा चाहिँ अझै हामीहरूलाई फेसिलिटेट गर्दै हुन्थ्यो सरकारले भन्ने बनाएर दिइसक्यौँ, हामीले बुझायौँ, बोर्डमा नि बुझायौँ, उता पनि बुझायौँ, अनि त्यो कुराहरूमा त्यसको मर्महरू नै छैन कि। विधेयकमा आफूहरूको मागलाई सरकारले व्यवस्था गरे चरणबद्ध रूपमा विरोधमा उत्रने कलाकर्मीहरूको भनाइ छ। चलचित्र निर्माता, निर्देशक तथा लेखक पण्डितले भने 2026 सालमा जे ऐन बनाइएको थियो त्यो ऐनमा भन्दा माथि उसले जहाँ कोसिस गरेकै छैन। कतिपय मूल कुराहरूमा नियन्त्रण गर्ने कुरामा त त्यो भन्दा बढी अझै रिग्रेसिभ देखिएको छ। यो आधारभूत तत्त्वमा चाहिँ हाम्रो पूर्ण असहमति हो। यो आन्दोलनको प्रणालीमै अन्ततगत जानुपर्ने स्थिति त हुन्छ, तर आन्दोलनभन्दा अगाडि त फेरि हामीसँग संसदलाई त हामीले विश्वास गर्नुपर्छ थियो र अब सकिँदाखेरि जोगाउने भनेको चाहिँ नेपालको सार्वभौम संसदको सांसदहरूले मात्रै हो। अब उहाँहरूले हाम्रा कुरा बुझेर उहाँहरूले सकिँदै स्ट्यान्ड लिनुभयो भने जोगिन्छ। नेपालमा चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्न चलचित्र विकास बोर्डले काम गर्दै आएको छ। सो बोर्डलाई विधेयकमा प्रस्ताव गरिएका प्रावधान कार्यान्वयनको जिम्मेवारी दिँदा थप आर्थिक व्यवहार नपर्ने सरकारको दाबी छ। विधेयकले पछिल्लो समय लोकप्रिय बनिरहेको ओटीटी, युट्युब जस्ता डिजिटल माध्यममा सामग्री राख्नका लागि अनुमति लिनुपर्ने व्यवस्था गरेको छ। सामाजिक सञ्जालको तीव्र विकास र प्रयोगकर्ता बढिरहेका बेला सो व्यवस्था उचित नभएको कलाकार गिरी बताउँछन्। अब अहिलेको बेलामा अहिलेको जुग अनुसार चल्न नसकेको जस्तो लाग्छ मलाई। चाहिँ के लाग्छ भने अब हामी सामाजिक सञ्जाल आइसकेपछि र सामाजिक सञ्जाल आउनुभन्दा अगाडिको युगलाई एउटै आँखाले हेरेर अथवा एउटै हिसाबले चल्दै गर्छ। समाज यति चाँडै अगाडि दौडिरहेको छ। अब हामी चाहिँ अब सामाजिक सञ्जालमा अपलोड गर्ने चिजहरू, युट्युबमा अपलोड गर्ने कुराहरू, अब ओटिटीमा अपलोड गर्ने कुराहरूलाई नियमन गरेर साध्य नै छैन अहिलेको बेलामा। विधेयकमा समावेश गरिएका सेन्सर बोर्डको अधिकार, डिजिटल माध्यममा सामग्री राख्न अनुमति लिनुपर्ने व्यवस्था र चलचित्र प्रदर्शनमा रोक लगाउन समेत सक्ने व्यवस्थालाई लिएर विरोध भएका छन्। कलाकर्मीको बुझाइमा विधेयकले सर्जकहरूको सृजनात्मक स्वतन्त्रतालाई खुम्च्याउने जोखिम छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला। कान्तिपुर सविस्तार। प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि आएको बताउनु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको एमाले संसदीय दलको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम सही भएको बताउँदै ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले विपक्षीको काम नै विरोध गर्ने भएकाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सही भएको दावी गर्दै भन्नुभयो, यी नीतिहरू सही छन् र मान्य सदस्यज्यूहरूलाई के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन्, ढुक्कले सही छन् भन्ने कुरामा ढुक्कका साथ अगाडि बढ्नुभयो। विपक्षी भएपछि जे भए पनि विरोध गर्नुपर्छ भन्ने लागेको छ। कुनै एउटा बुँदाको पनि विपक्षले समर्थन गर्ने छैन, केहीको पनि समर्थन गर्दैन, किनभने विपक्ष हो। त्यसकारण विपक्षले भनेका कुरामा कुनै सत्यता छ कि भनेर धेरै घोत्लिनु पर्ने पनि अवस्था हुँदैन, किनभने सत्य भए पनि विरोध गर्ने हो, असत्य भए पनि विरोध गर्ने हो। असत्य हामीले लेखेकै छैनौँ, जति विरोध गर्ने सत्यको विरोध गर्ने, सही कुराको विरोध गर्न उहाँहरू बाध्य हुनुहुन्छ यति बेला। यस्तै प्रधानमन्त्री ओलीले संसदका गतिविधिमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन समेत दिनुभयो। उहाँले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुति प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। मान्यजीहरूले बोल्दा कुनै चिप्लिने खालको कुरा नहो, स्ट्रङ स्पष्ट कुरा होस् र लराङ तराङ कुरा गर्नुको कुनै अर्थ छैन। कतिपय मान्छेले पपुलिस्ट तरिकाले बोल्छ, पपुलिस्ट तरिकाले बोलेर हुँदैन। हाम्रो संसदीय दलभित्र वैचारिक एकरूपता छ, अत्यन्तै महत्त्वपूर्ण कुरा हो वैचारिक एकरूपता। कहीँ कुनै पार्टीमा पनि त्यो छैन, कुनै पार्टीले त्यस्तो देखाउँछन्, त्यहाँ त्यो चाहिँ उनीहरूको कला हो। देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको उहाँको भनाइ थियो। पछाडि परेको तबकालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकारी, शान्ति सुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जवाबदेही भएर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको मूल्य र मान्यतालाई केन्द्रीकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति रहेको बताउनुभयो। उहाँले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्बन गर्दै आएको दावी समेत गर्नुभयो। परराष्ट्र मन्त्री आर्जु राणा देउवाले सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णय अनुसार गैर-आवासीय नेपाली सङ्घको एकता महाधिवेशन भएको बताउनु भएको छ। एनआरएनको उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनको उद्घाटन गर्दै परराष्ट्र मन्त्री राणाले एकता महाधिवेशनमा जोडिन सबै पक्षलाई आग्रह गर्नुभयो। आफ्नो भातृ संस्थामा राजनीति गरे पनि एनआरएनमा राजनीति गर्न नहुने भन्दै उहाँले भन्नुभयो,
यहाँ चाहिँ त्यो म नै आम अ पोलिटिसियन, तर म तपाईहरुलाई भन्छु खाली पोलिटिक्सले मात्रै देश चल्दैन। वी नीड लट अफ इकोनोमिक डेभलपमेन्ट, वी नीड लट अफ कोअपरेसन अमङ यु अल। सो यसको लागि चाहिँ यो पोलिटिक्स गर्ने ठाउँ आफ्नो आफ्नो पार्टीको भातृ संगठनमा तपाईहरु गर्नुस्। यहाँ आएर चाहिँ देशलाई समृद्ध बनाउने काममा तपाईहरुले सहयोग गरिदिनुस्। सर्वोच्च अदालतको परमादेशबाट पुनर्स्थापित भएको शेष घले नेतृत्वको उच्च स्तरीय समितिले महाधिवेशन गराएको हो। उद्घाटन सत्रमा बोल्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दलीय संकीर्णताले गैर आवासीय नेपाली संघ एनआरएनएमा विभाजन आएको उल्लेख गर्नुभयो। उहाँले अहिले एनआरएनएमा विभाजन देखिनुको अन्तर्य दलीय संकीर्णता नै रहेको बताउनुभयो। बिना लगानी सम्पत्ति आर्जन गर्ने एउटा थलो जस्तो चाहिँ हाम्रो चाहिँ राजनीतिक दलहरू चाहिँ बनेका छन्। त्यसै भएको हुनाले यसलाई राजनीतिक दलहरू भन्दा विचार सिद्धान्त आदर्श नैतिकताका बाहक हुनुपर्ने ठाउँमा राज्य दोहनका साधन जस्तो जुन बनेका छन्, त्यसैले दलीय आबद्धता अब हाम्रो निम्ति असाध्यै ठुलो एउटा बाधक चाहिँ बनिरहेको छ। यसको अर्थ फेरि दल चाहिन्न भन्न खोजे होइन। त्यसो नभन्दा फेरि यो लोकतन्त्र विरोधी शक्तिहरूले चाहिँ भित्र मनमनै चाहिँ उनको चाहिँ हाँस्न सक्छ, उनीहरूले त्यसरी नहाँस्दा हुन्छ। यस्तै गैर आवासीय नेपाली संघको एकता महाधिवेशन काठमाडौँमा आजबाट सुरु भएको हो। सर्वोच्च अदालतको परमादेशबाट पुनर्स्थापित भएको उच्चस्तरीय समितिले एकता महाधिवेशन आयोजना गराएको हो। सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो बद्री केसी नेतृत्वको कार्यसमितिको सहभागिता रहेको छैन। सम्मेलनमा सहभागी हुन प्रवासमा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका प्रतिनिधि आएका छन्। उच्चस्तरीय समितिका अनुसार 2600 प्रतिनिधि दर्ता भएको बताइएको छ। विश्व प्रेस स्वतन्त्रता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइएको हो। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहको घोषणापत्र जारी भएको दिनको सम्झनामा मे 3 तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा विश्वभर मनाउने गरिन्छ। यसै सन्दर्भमा दिवसको शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले समग्र समाजको लोकतान्त्रिकरणको अभियानको प्रेस स्वतन्त्रता महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्नुभयो। यसैबीच विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले आज प्रभात फेरी निकालेको छ। नयाँ विश्वमा साहसिक पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव भन्ने नाराका साथ आयोजित प्रभात फेरी रत्नबारको शान्ति वाटिकाबाट सुरु भई ब्रिकोटी मण्डपमा पुगेर सभामा परिणत भएको थियो। यसैबीच पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हनन सम्बन्धित 73 वटा घटना भएका छन्। नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाइका अनुसार सन् 2024 मे 4 देखि 2025 अप्रेल 30 सम्म भएका 73 वटा घटनामा 151 पत्रकार र 5 वटा सञ्चार संस्था आक्रमणमा परेका छन्। सो अवधिमा 2 जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो। यस्तै पेशागत असुरक्षाका 16 वटा घटना अभिलेख भएका छन्। पत्रकारमाथि धम्की, धरपकड तथा दुर्व्यवहारका घटनाहरू दर्ता भएको महासंघको तथ्याङ्क छ, जसलाई लोकतन्त्रमाथिको प्रहार भएको महासंघले ठहर गरेको छ। भारतको ओडिसा स्थित कलिङ्ग विश्वविद्यालयमा शंकास्पद मृत्यु भएकी नेपाली छात्रा प्रिसा शाहको आज अन्त्येष्टि गरिने भएको छ। बिहिबार मृत फेला परेकी शाहको पुरीमा अन्त्येष्टि गर्न लागि भारतीय सञ्चार माध्यमले जनाएका छन्। शाहको परिवार अन्त्येष्टिका लागि भारत पुगिसकेको बताइएको छ। शाहको अन्त्येष्टिपछि भारतीय अधिकारीले घटनाको अनुसन्धान जारी राख्ने बताएका छन्। यसअघि शाहको शव पोस्टमार्टम गर्न एम्स भुवनेश्वरमा पठाइएको थियो। कडा सुरक्षाका बीच 3 मेडिकल सदस्यले प्रहरी प्रमुखको उपस्थितिमा पोस्टमार्टम गरिएको बताइएको छ। पोस्टमार्टमपछि शाहको शव परिवारलाई सुम्पिने बताइएको छ। पोस्टमार्टम रिपोर्ट भने सार्वजनिक गरिएको छैन। यस्तै सो घटनाको छानबिन गर्न राज्य सरकार कलिङ्ग विश्वविद्यालयको व्यवस्थापन र नेपाल सरकारसँग निरन्तर सम्पर्कमा रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ। नेपालको परराष्ट्र मन्त्रालयले पनि भारत सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गरी कूटनीतिक पहल थालेको छ। बिटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा शाह आफ्नै होस्टेलको कोठामा बिहिबार मृत भेटिएकी थिइन्। यसअघि गत फागुनमा रूपन्देहीको प्रकृति लम्साल पनि सोही होस्टेलमा मृत भेटिएकी थिइन्। झण्डै 1500 नेपाली विद्यार्थी अध्ययन गर्ने सो कलेजमा पुनः यस्तो घटना दोहोरिएपछि नेपाली विद्यार्थीहरू त्रसित भएका छन्। एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ। समाजवादीले आगामी 23 गतेका लागि सचिवालय बैठक बोलाएको हो। पार्टीका प्रचार विभाग प्रमुख प्रकाश जलाले 23 र 24 गते सचिवालयको बैठक बस्ने जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयन, विभागको पूर्णता तथा नेताहरूको जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने बताइएको छ। त्यस्तै बैठकले पार्टीको आगामी रणनीति तय गर्ने ज्वालाले बताउनुभयो। त्यस्तै संसदको चालु अधिवेशनमा पार्टीको भूमिका लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ। पार्टीले देशभर सञ्चालन गरेको राजनैतिक अभियानको समीक्षा गर्दै बैठकले नयाँ कार्यक्रम तय गर्ने जनाएको छ।
सरकार र शिक्षक महासंघबीच शिक्षा ऐन जारी गर्ने विषयमा भएको सहमतिमा आफूहरूलाई व्यवस्था गरिएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले भोलिदेखि विरोध कार्यक्रम गर्ने भएको छ। विरोधका कार्यक्रम अन्तर्गत भोलिदेखि परिषदमा आबद्ध कर्मचारीले कार्यालय परिसरमा कालो पट्टी बाँधेर असन्तुष्टि व्यक्त गर्ने जनाएका छन्। यस्तै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने लगायतका तालिका परिषदले तय गरेको छ। परिषदका अध्यक्ष गंगाराम तिवारीले आफूहरूको सहभागितामा शिक्षकको आन्दोलन सफल भए पनि सरकारसँग भएको वार्तामा शिक्षकबाट धोका पाएको उल्लेख गर्नुभयो। विद्यालय कर्मचारीको माग सम्बोधनका विषयमा आफूहरूले पर्याप्त पहल गरेको शिक्षक महासंघका प्रतिनिधिले दावी गरेका छन्। कतिपय मागहरू सम्बोधनकै क्रममा रहेकाले कर्मचारीहरूले विरोध गर्नुको अर्थ नभएको महासंघका महासचिव तुलाबहादुर थापाले बताउनुभयो। नागढुङ्गा पिपल मोड सडक 10 दिन बन्द हुने भएको छ। भोलिदेखि वैशाख 31 गतेसम्म सो सडक खण्ड आंशिक रूपमा बन्द गरेर काम गर्न लागि हो। सडक निर्माण सुधार गर्नुपर्ने भएकाले राति 11 बजेदेखि बिहान 3 बजेसम्म सडक बन्द रहने नागढुङ्गा मुगलिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताउनुभयो। सो अवधिभर वैकल्पिक मार्गहरू प्रयोग गर्न सार्वजनिक सूचना निकालेर सबैमा आग्रह गरिएको ओझाले बताउनुभयो। हाल 1.8 किलोमिटरमा सडक सुधार गर्न लागि आयोजनाले जनाएको छ। अब आर्थिक प्रसङ्ग। सन् 2025 को अप्रिल महिनामा विभिन्न देशबाट 1 लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको अप्रिल महिनामा 1,16,490 जना पर्यटक भित्रिएका हुन्। गत वर्षको सोही समयको तुलनामा यस वर्षको अप्रिलमा 4.6% पर्यटकको संख्या बढेको छ। गत वर्षको अप्रिल महिनामा 1,11,376 जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। बोर्डका अनुसार बंगलादेश, भुटान, पाकिस्तान, श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, डेनमार्क, फिनल्याण्ड, जर्मनी, आयरल्याण्ड, इटली, नेदरल्याण्ड, स्पेनबाट आउने पर्यटकको संख्या बढेको तथ्याङ्क छ भने चीन, इन्डोनेसिया, दक्षिण कोरिया, फ्रान्सबाट आउने पर्यटकको संख्या घटेको छ। त्यस्तै सार्क मुलुकबाट नेपालमा घुम्न आउने पर्यटकमा भने सबैभन्दा धेरै देखिएको बताइएको छ। भारतबाट मात्र 25,933 जना पर्यटक नेपाल भित्रिएका छन्। कान्तिपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतसँगको तनावका बीच पाकिस्तानले मिसाइल हतियार प्रणालीको सफल परीक्षण गरेको छ। पाकिस्तानी सेनाले आज मिसाइल हतियार प्रणालीको प्रक्षेपण गरेको जनाएको हो। गत अप्रिल 24 भारत प्रशासित कश्मीरमा भएको आतंकवादी हमलामा 26 जना मारिएपछि तनावमय बनेका बेला पाकिस्तानको सो कदमले स्थिति थप तनावग्रस्त बनेको समाचार संस्था AFP ले जनाएको छ। पाकिस्तानी सेनाले अब्दाली हतियार प्रणालीको सफल परीक्षण गरेको जनाएको हो। सो प्रक्षेपणको उद्देश्य सैनिकहरूलाई तत्काल परिचालन गर्न सुनिश्चित गर्नु र मिसाइल प्रणाली लगायत प्राविधिक मापदण्डहरूको प्रमाणीकरण गर्नु रहेको सेनाले जनाएको छ। सो प्रणालीको परीक्षण बारे भने खुलाइएको छैन। यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाममा भएको आक्रमणमा प्रतिक्रिया दिन सेनालाई पूर्ण स्वतन्त्रता दिएको उल्लेख गरेपछि पाकिस्तानले यस्तो प्रतिक्रिया दिएको बताइएको छ। अस्ट्रेलियामा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिज पुनः निर्वाचित हुनुभएको छ। निर्वाचनमा प्रधानमन्त्री अल्बानिज विजयी हुनुभए पनि उहाँको लेबर पार्टीले स्पष्ट बहुमत ल्याएको छ कि छैन भन्ने अझै स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ। यद्यपि प्रतिपक्षी दल लिबरल नेशनल गठबन्धनका पिटर डटन भने पराजित हुनुभएको छ। सो निर्वाचनमा सत्तारूढ दल लिबर र प्रतिपक्षी लिबरल कोलिसनको मुख्य प्रतिस्पर्धा हुने बताइएको थियो। प्रारम्भिक नतिजाले प्रधानमन्त्री अल्बानिज र उहाँको पार्टीलाई देशभरि भएका उतार चढावकाबाट लाभान्वित हुने अनुमान गरिएको थियो। अस्ट्रेलियाको तल्लो र माथिल्लो सदन संसद गरी जम्मा 226 सिटका लागि मतदान भएको हो। अब खेल प्रसङ्ग। बाग मध्य प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई 1-0 गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। खेलको अन्तिम समयमा अनिता केसीले गरेको गोल मार्फत एपीएफले उपाधि जितेको हो। 3 विभागीय सहित 8 टिम सहभागी प्रतियोगितामा अपराजित रहँदै एपीएफ क्लब च्याम्पियन बनेको हो। निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयमा एपीएफले पाएको कर्नरलाई सदुपयोग गर्दै उपाधि उचालेको हो। अनिता बस्नेतले प्रहार गरेको कर्नरलाई अनिता केसीले हेडर मार्फत गोल गरिन्। उपविजेता एपीएफ उपाधि विजेता बनेको एपीएफले 5 लाख रुपियाँ प्राप्त गरेको छ भने उपविजेता बनेको पुलिस क्लबले 2,50,000 रुपियाँ प्राप्त गरेको छ। र सशस्त्र प्रहरी बल एपीएफको टोली पोखरामा जारी लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज गण्डकी प्रदेशलाई 3-2 को सेटमा पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान बनाएको हो। पहिलो सेट 19-25 ले गुमाएको एपीएफले दोस्रो सेट 25-18 ले जितेको थियो। तेस्रो सेटमा पुनः 23-25 ले पराजित भएको एपीएफले चौथो सेटमा 25-14 को जित निकाल्यो। पाँचौं सेट सुरुवातबाटै अग्रता बनाएको एपीएफले 15-11 ले जित सहित सेमिफाइनल पुगेको हो। आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी
क्लबले नेपाल पुलिस क्लबलाई 3-1 को सेटमा पराजित गरेको छ। पहिलो सेट 19-25 ले गुमाएको आर्मी क्लबले त्यसपछिका 3 सेटमा लगातार जित निकालेको हो। आर्मीले 25-15, 25-17 र 25-21 को सेटमा जित निकालेको हो। प्रतियोगिताको विजेताले 4,44,444 र उपविजेताले 2,44,444 रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। राति 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई नवीन र तारा बिदा हुन्छौँ। नमस्कार।